गाइज एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग र यो तपाईँले पछाडि ब्याकग्राउन्ड हेरेर केही बुझ्न सक्नुहुन्छ होला यदि तपाईँ फर्स्ट टाइम एयरपोर्ट आउनु भएको छ भने विराटनगरको र हामी काठमाडौँ गइरहेको छौँ र फ्लाइटमा गइरहेको छौँ र सोधे ब्लग पनि बनाइदियो र ब्लग एकदमै स्पेसल हुनेवाला छ आज र कसै मतलब प्लेनमा जान्छ के चाहिन्छ त्यो पनि हामी भनिदिन्छौँ के र मतलब प्लेनमा चढ्दाखेरि के चाहिन्छ होइन टिकट चाहिन्छ साउँदा प्लेन त सबलाई थाहा होला होइन त्यसमा के चाहिन्छ नागरिकता चाहिन्छ अनि त्यसपछि तपाईँलाई आइडी प्रुफ कुनै चाहियो आइडी प्रुफ चाहियो र सो भिडियो कन्टिन्यू हेर्नको लागि एकदमै मजा आउनेवाला छ सो लेट्स ब्लग गो एकदमै रमाइलो हुनेवाला छ र अहिले हामी यता विराटनगरको एयरपोर्टमा छौँ र हामी सोचे विराटनगरको दृश्यहरू एयरपोर्टको दृश्यहरू तपाईँहरू सामु हेराउने छौँ र त्यही हो भिडियो अन्तिमसम्म हेर्नु होला एकदमै मजा आउनेवाला छ फाइनली हामी प्लेन चढिसक्यो होइन चढिसकेका छौँ प्लेन रहेको छ नाम चाहिँ U4712 एकदमै कम्फर्टेबल छ र अलि ढिलो भयो 15 मिनट जति र हामी एडजस्ट गरिहाल्छौँ नेपाली हो नेपाली हो ढिलो भइ नै हाल्छ र अब हामी यहाँदेखि विराटनगरदेखि काठमाडौँ कति मिनटमा जान्छ है कति मिनटमा 30 मिनटमा पुगाउने छ सो यति होला ब्लॉग अपना सेल्फ बेल्ट बांध लीजिए क्योंकि हार्दिक स्वागत गर्दछौँ हाम्रो काठमाडौँ समग्र डाँटको समय 35 मिनटको हुनेछ र हामी 12,500 फिटको उचाइमा उड्नेछौँ आफ्नो सुरक्षाको लागि सिटको पेटी बाँध्नुहुन सिटलाई सिधा राख्नुहुन सेल्फको सिट खुला राख्नुहुन र आफ्नो हातै छेडाछेडमाथिको सामान कक्ष अथवा आफ्नो गाडीको सिटमै राखिदिनुहुन अनुरोध गर्दछौँ सुरक्षाको कारणले उडानको सुरु तथा वितरणको समयमा कृपया सेल्फी समयको उपकरण चाहिए अनि विद्युतीय उपकरणहरू प्रयोग नगर्नुहोला सबैलाई उडान अवधिभरि मोबाइल फोनको स्विच बन्द गरिदिनुहुन अथवा फ्लाइट मोडमा राखिदिनुहुनका साथै धूमपान तथा विद्युतीय धूमपान पनि निषेध गरिएको जानकारी गराउँदछौँ बाटोमा छ 12,000 फिटमा पुगिसकेको छौँ सेल्फ बेल्ट बाँधिसकेको छौँ हाम्रो साउन्ड बडी गर्दैछ सो हामी कानमा रुवा हाल्छौँ होइन अनि बस्ने जान्छौँ रमाइलो लागिरहेछ है एकदमै रमाइलो Thank you for flying with Qatar Airways. I look forward to serving you again. We would also like to request you to take your belongings before leaving the aircraft. Have a good night. Namaste. फाइनली गाइज हामी काठमाडौँ टियुमा युनिभर्सिटी त्रिभुवन विमानस्थल माथिमा पुगिसक्यो र रमाइलो यात्रा भयो सेफ ल्यान्डिङ एकदमै रमाइलो यात्रा हो सेफ ल्यान्डिङ पनि भयो अस्ट्रेलियाको थनी गफहरू सुनेर एकदमै मजा आयो होइन माथि अलिअलि डर पनि लागिरहेको थियो हल्का हल्का ल्यान्डिङ गर्दाखेरि एकदम रमाइलो भयो अब हामी अब अझै तपाईँलाई ब्लग हेराउनु बाँकी नै छ सो किप वाचिङ कता पुग्यो ल टीआई मतलब बुझ्नु हैन त्रिभुवन इन्टरनेसनल कितना टेम्परेचर कितना आएगा टेम्परेचर 12 डिग्री हामी अहिले बालनेन सिटमा छौँ र हाम्रो दाइले अलि चिसो बढी भयो र पुरै टोपी सोही लगाइसक्नुभयो र यतासँग चाहिँ पुरै सजावट मतलब पुरै डेकोरेट गरेको छ पुरै डेकोरेट नि एकदम बालेन दाइले त यो सिटीलाई पुरै अब के भनौँ म चेन्जै गरिदिनु भएको छ त्यसै गरी हाम्रो मतलब यो आजभन्दा 1 वर्ष पहिले 1.5 वर्ष पहिले 2 वर्ष पहिले लगभग आउँदा यस्तो थिएन अहिले हेर्दा यो त पुरै चेन्ज भएको छ पुरै चिटिक्क देखिरहेको छ हाम्रो देव दाइभन्दा पनि बढी चिटिक्क देखिरहेको छ र हाम्रो दाइ पुरै आफ्नो गीत गाउँदै गइरहेको छ मतलब हाम्रो टिमको हिरो भनेको हाम्रो देव दाइ हो पुरै प्लानिङ होइन सबै प्लानिङ देव दाइको हो पुरै स्क्रिप्ट कमाल गरिदिनु भयो आज कमाल गरिदिनु बिना एक दिनमा यति ठुलो प्लानिङ गर्नुभयो अनएक्सपेक्टेड
यसै गरी हामी अहिले एयरपोर्ट जस्ट हामी अहिले त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छौँ र भर्खरै हामी ल्यान्ड गरेका छौँ यहाँ अनि हामी जाँदैछौँ अब कोटेश्वरतिर हामी अगाडि बढ्दैछौँ र कोटेश्वरमा हामी सायद क्याबले आज कोटेश्वरकै भाषण छ होला र अलि चिसो परे जस्तो लागेको छ नि धेरै नै यहाँ 12 डिग्री अहिले टेम्परेचर छ यो 12 डिग्रीमा मैले सोचेकै थिइनँ यति चिसो हुन्छ एकदमै चिसो भइरहेको छ यहाँ यता लाइटिङहरू अनि त्यसपछि मतलब सरसफाइ एकदमै राम्रो छ विराटनगरभन्दा त सरसफाइ एकदम विराटनगर त एकदमै पछाडि यो कुरामा सरसफाइको कुरामा एकदमै पछाडि छ विराटनगर त कम्पेरिजन नै छैन सो अब हामी अब जान्छौँ होइन अब कहाँ बस्छौँ हाम्रो देवदाले जे गर्नुहुन्छ प्लानिङ हामी त्यहीँ जानेछौँ हाम्रो मतलब यो कोअर्डिनेट हुन्छ नि म्यानेज गर्ने तपाईँ देवदाको सब देव दाजुको जिम्मेवारी हो आज कसरी गर्नुहुन्छ के गर्नुहुन्छ देवदा कहाँ लाग्नुहुन्छ कहाँ बस्नु आज कहाँ लाग्नुहुन्छ त्यो ठ्याक्कै भनिदिनुहुन्छ जस्तो कहाँ बस्ने त्यही त भाइ दही के लाग्दा देखेको के दादा अथेन्टिक मस्त फुड जस्तो लाग्छ हो बताउन सकिन्छ तारी है हामी अहिले साढे 9 बजे चौतारी रेस्टुरेन्ट एकदमै टेस्टी यो देवदाले एकदमै आफ्नो बेस्ट चोइस होइन चुज गर्नुभयो आफ्नो चोइस अनि त्यसपछि हाम्रो एकदम मजा आउँदैछ कहाँ छौँ हामी चौतारी रेस्टुरेन्ट चौतारी रेस्टुरेन्ट तपाईँ त हेर्नुहोस् दृश्य पुरै गाडीहरू चल्दैछ एकदम मजा आउँदैछ लाग्दैछ कि भाउ घुम्न आएको जस्तो लागिरहेको छ ओके हामी फाइनली विराटनगरदेखि काठमाडौँ आइसक्यो एकदमै रमाइलो भयो एकदम बाटोमा रमाइलो भयो अनि खाना पनि एकदम मस्त मजाको खाना थियो र हाम्रो अहिले भर्खर रुम आइसक्यो हामी कोठा बुक गऱ्यो अनि त्यही हो मतलब आजको ब्लग यतै इन गर्छौँ हाम्रो काठमाडौँ टु विराटनगर टु काठमाडौँ एकदम हेर्न सक्नुहुन्छ पुरै श्रोताले बेस्ट रुम लिएको छ बेस्ट अफ द बेस्ट यस्तो लाइफ हो कि लाइफ चिल चट्ट होइन घुम्ने दाइ एकदम चट्ट भोलि घुम्ने ओके गाइस वेलकम ब्याक टु माई न्यू ब्लग र आज हामी फेरि म र श्रद्धा घुम्न आएको छु होइन अहिले हामी छौँ कहाँ छौँ दाइ चन्द्रगिरी हिल्स अहिले हामी आइपुगेका छौँ अहिले त्यहाँ माथि चन्द्रगिरी हिल्स पुग्नको लागि चन्द्रगिरी मन्दिर पुग्नको लागि यहाँ केबल कारको यहाँ सिस्टम छ यहाँ माथि ल्याएको है यहाँ केबल कारको सिस्टम छ माथि हामी केबल कार चढ्न जानेछौँ अब यो छोटो बाटो भएर हामी माथि जान्छौँ केबल कारको बेसी स्टेसन गएर आएको छ र त्यो बेसी स्टेसन पुगेर अब लाग्छ म्याक्सिमम् यहाँबाट 5 मिनट लाग्छ पुग्न बेसी स्टेसन पुगेर हामी त्यहाँबाट केबल कार लिन्छौँ र त्यहाँबाट माथि मन्दिरको लागि हामी आधी बाटो लगभग हिँडिरहेको छौँ र हाम्रो सोधाइ मतलब थाकिसकेको छ अहिले एकछिन हामी अझै रेस्ट गर्छौँ यहाँ त्यसपछि हामी कन्टिन्यू अगाडि जानेछौँ र तपाईँलाई चन्द्रगिरी हिल्सको यो जुन रोपवे कति रोपवे छ त्यसमा हुन्छ भने हामी चढ्ने कोसिस गर्छौँ ओके केबल कार माथि आउने केबल कार छ र केबल कारमा हामी चढ्ने कोसिस गर्छौँ होइन र तपाईँलाई अझै यहाँको दृश्यहरू होइन यहाँ के छ सबै हेराउने छु सो किप वाचिङ हजुर चाहिँ अहिले आधी बाटो जान बाँकी नै छ श्रद्धाई अब थाकिसक्नु भएको छ र श्रद्धाई कन्टिन्यू आफ्नो यात्रा राख्ने छ मलाई विश्वास छ होइन यति छिटो हरेस खानु हुँदैन सायद मलाई लागिरहेको छ के भन्नु ओके किप गोइङ ब्रदर लेट्स गो या अगाडि देवदाई हुनुहुन्छ सबभन्दा अगाडि हाम्रो देवदाई त्यसपछि म अनि त्यसपछि श्रद्धाई हुनुहुन्छ पछाडिदेखि यहाँबाट तान्दा हुन्छ भाइ पछाडिको ब्याकग्राउन्ड हुन्छ हेर्नुहोस् भ्यालीको भ्यू एकदमै घाम लागेको छ पुरै टिक्क टल्किरहेछ एकदम सही देखिरहेछ ठ्याक्कै हामी चन्द्रगिरी हिल्सको गेट नजिक छौँ हेर्न सक्नुहुन्छ तपाईँहरू पछाडि गेट अब हामी यसमा इन्ट्री गर्नेछौँ र हामी केबल कार चढ्ने कोसिस गर्नेछौँ अनि के हुन्छ अनि दाइ चन्द्रगिरी हिल्स अब हामी पुगिसक्यो लगभग पुगिसक्यो ल गो ब्रदर गो फाइनली हामी पुगिसक्यो चन्द्रगिरी हिल्स हेर्न सक्नुहुन्छ गाइस एकदमै राम्रो दृश्य एकदमै ब्युटिफुल एकदम सनसाइन ब्युटिफुल मोमेन्ट लेट्स गो ब्रदर
फाइनली गाइज हामी चन्द्रगिरी हिल्समा पुगिसक्यौँ कस्तो तपाईँलाई लागेको छ दाइ एकदमै रमणीय ठाउँ रहेको छ यो केवल कारको यहाँनिर दृश्य हेर्दा एकदम रमणीय ठाउँ र यहाँ एकदम भिडभाड पाइन्छ पुरै सबजना फोटोहरू क्लिक गरिरहेको छ होइन यो गुड टाइम स्पेन्ड गरिरहेको छ यहाँ यस क्वालिटी टाइम हामी स्पेन्ड गर्दैछौँ यहाँ अब पछाडि एकदमै सबजना फोटोहरू क्लिक गरिरहेको छ हामी पनि फोटो क्लिक गऱ्यौँ अझै फोटो क्लिक गरेर बाँकी नै छ सो किप वाचिङ लाइन देखाएको कति ठुलो लाइन छ क्या दाइ फाइनल गाइज हामी हामी अब केवल केवल कारमा हामी बसेका छौँ र केवल कालमा बसेर हामी माथि एलिभेटर अब तान्दैछ र एकदमै यहाँदेखि डर पनि लाग्दैछ तपाईँलाई अलिकति बढी लाग्यो तपाईँलाई अलिकति रमाइलो हुनेवाला छ अगाडि मन्दिर जानुहुन्छ पछाडि तपाईँ नसुन्छ ब्याकग्राउन्ड अनि अब माथि हेरेको छ श्रद्धाले पनि डर भइरहेको छ देवदाले पनि डर लागेको छ पछाडि नसुन्छ फर्स्ट टाइम एक्सपिरियन्स कस्तो लागेको छ दाइ तपाईँलाई एकदम रमाइलो लाग्दैछ होइन म अघि त्यतिकै भन्दै डर लागेको छ होइन डर लाग्यो छैन लागेको छैन नो डर लागेको छैन साँच्चीकै लागेको छैन ओके हेर्दै जाउँ अहिले स्टार्टिङ नै छ के हुनेवाला छ सो किप वाचिङ यहाँ एकदमै अलिकति रमाइलो हो त्यति हो त्यो फर्स्ट टाइम हो नि त दाइले त डर लागेको छैन झन् कस्तो न कस्तो भयो अलिकति एलिभेट हुँदाखेरि एल्टिट्युड बढ्दाखेरि नि सर अलिकति एयर प्रेसर चाहिँ कम छ माथि होइन बढी एयर प्रेसरबाट कम आउँदाखेरि एयर प्रेसर चेन्ज भयो कि फ्लाइटमा पनि त्यस्तै भएको थियो नि जे होस् नयाँ अनुभव भट्टिलिरहेको छौ अहिले हामी कति फिटमा होला दाइ यो लगभग हामी अहिले धेरै नै छौँ माथि चक्लेट खानु पर्थ्यो कि होइन फेरिदेखि आउँदा चाहिँ डर लाग्दैन यो त के छ आमाले चाहिँ एक्सपिरियन्स हुनु डर लागेको छैन नि पिले जाने पनि आयो अरे ए प्लेन जाने त्यही त प्लेनबाट जाने आउने हुन्छ होला होइन अब दाइले भर्खर दाइले त डर लागिरहेछ देव सब कस्तो अनुभव एकपल्टमा रमाइलो भइरहेछ Finally, we are on the top, feeling happy, and what a moment. कत्रा है दाइ यो त खाइसक्यो रे त्यो टर्को खाली गयो होला भाइ रिपेयरिङ सर्भिसिङ सामान ढोने हो नि to be on the top, डेटा सक्नुहुन्छ गाइस तल कति सानो सानो घरहरू देखिरहेको छ र दाइ डट्नेको नै डरेगा नहीं हामी आइसक्यो बाँच्छौँ त माथि आइसक्यो हेर्न सक्नुहुन्छ गाइस तल कति सानो घरहरू देखिरहेको छ हैन या फाइनली गाइज हामी अहिले चन्द्रगिरी हिल्सको टपमा छौँ हेर्न सक्नुहुन्छ पुरै पछाडि ब्याकग्राउन्ड पुरै हिमालय देखिरहेछ एकदमै घाम यता पनि एकदमै राम्रो छ होइन दाइ एकदम राम्रो घाम लागेको छ अनि एकदमै यता मान्छेहरूको भिड नै छ होइन अनि त्यसपछि कस्तो लागेको छ दाइ तपाईँलाई ए मलाई यहाँ माथि आएर एकदम रमाइलो लाग्यो
यो हिमाल एकदमै नजिकै देखिन्छ, हजुर एकदम नजिक देखिन्छ अनि एकदमै रमाइलो दृश्यहरू देखिन्छ हिमालको। लाइट अझै प्रष्ट देखिन थालेको छ अब हिमाल। यहाँ लाइट जति जति घाम लाग्दैछ त्यति प्रष्ट हुँदैछ। त्यतिर बादल 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 हट्दै गयो भने हिमाल अझै नै सुन्दर देखिने र यो ठ्याक्कै रोप त त्यता देख्न सक्नुहुन्छ। कहाँ गयो रोप त? त्यो रोप हो है खोइ दाइ यही रोप्यो भयो हामी माथि। देखिन्छ दाइ रोप देखिँदै रोप देखिन यता ठ्याक्कै रोपले यहाँ यता सुनाइदिन्छ। एकदम सजिलो भएको छ नि दाइ यता, सजिलो छ, एकदम सजिलो। न त यति माथि यति रोड भएको भए के हुन्थ्यो दाइ? हिँड्दा हिँड्दै 4 घन्टा त लाग्थ्यो होला सायद। पुरै टपमा छ हामीले, पछाडि नसक्छ पुरै टपमा आएको छ। पुरै पछाडि माउन्टेन होइन हिमालय छ। रमाइलो भइरहेको छ। जे होस् के देखिन्छ यहाँदेखि गऱ्यो भने फोटो खिच्यो भने? यहाँ दुईटा हिमालहरू देखिन्छ यहाँबाट। यो एउटा अन्नपूर्ण देखिन्छ, यो छेउको जुन देख्दै हुनुहुन्छ यो अन्नपूर्ण छ, यो हिमाल देख्नु भएको देखिरहेको छ। पछाडिको हिमाल। हजुर अन्नपूर्ण पछाडि त्यसरी अलिकति अझै देख्नुपर्छ अझै अन्नपूर्ण अन्नपूर्ण र यो साइडमा मनासुली, उतातिर मनासुली। मनासुली अच्छा ए दुई साइड दुईवटा हिमाल छ यहाँदेखि देखिरहेको छ।